everyone. Happy Dasera. विजय दशमीको मङ्गलमय शुभकामना तपाईहरुलाई। हाम्रो चाहिँ अब घर सफाइ भइसक्यो अन्त टिका चाहिँ लगाएको छैन, आफूले रेडी गर्नुहुँदैछ। म चाहिँ यहाँ नुहाइधुवाइ गरिकन बसेको, अब रेडी हुन आँटेको। आप्पाले चाहिँ यहाँनिर हाम्रो टिकाहरू पनि यहाँनिर रेडी गर्नुभएछ। हाम्रो कोकोमेन्दोको लाउँछ हामी चाहिँ टिका। यो फलहरू आप्पाले रेडी गरिसक्नु भएको छ, हामी चाहिँ त्यहाँ बसेर टिका लाउँछौँ। अन्त अब चाहिँ हामी रेडी हुनु आँटेको। ल भाइ त पनि रेडी हो। अब नक अब म पनि यहाँनिर रेडी हुने। अब चाहिँ म रेडी हुनु आँटेको। नानी चाहिँ रेडी पनि भइसक्यो, नकल पार्न थालिसक्यो रेडी भएर। लिफा कहाँ राखेको छ याद छ? मलाई पनि थाहा छ। मामलाई नातिनले एकदम रेडी बनाइदिँदैछ। र मामलाई राम्ररी बनाइदेऊ है। आमालाई पनि यो कुर्ताको नि कलरको टिका निकालिदिनु। यो चाहिँ मेरो कानको अस्ति किनेको। यो नफुकालिरहेको छु नि त। म चाहिँ रेडी पनि भइसके। कुर्ता पनि लगाइसके। तपाईहरुले कुर्ता मेरो देख्नु भएको अस्ति। यो कुर्ता मलाई गिफ्ट दिनु भएको थियो। ए बहिनीले के भनेको? कहाँ पो गयो? मम्मीको पनि देखाइदेऊ, मामको पनि देखाइदेऊ। आमा घुम्नु। ल रेडी हुनुपर्छ अब। रेडी टिकाको लागि। आप्पा चाहिँ हामीलाई पर्खिरहनु भएको छ टिकाको लागि। यिनीहरू कहिले रेडी हुन्छ र चाहिँ टिका लगाउँ भनेर। भाइ छिटो आऊ। एकजना आमा छोरीको चाहिँ फोटो सुट हुँदैछ। आप्पा बसिरहनु भएको छ। भाइ लु छिटो आऊ, छिटो ढिलो भइसक्यो। मेकअप गर्दैछस् क्या? म त कता बस्छु? छिटो उतापट्टि त्यो त्यहाँको म, त्यहाँदेखि भाइ, त्यहाँको बहिनी। लु छिटो। लुगाहरू के आमातिर चलेरै छ त हौ। नलगाऊ त्यो त लाउने र नलगा। निमा पनि आइपुग्यो टिका लाउनु लागि नानीसँग। अब टिकी लाउनु पर्छ नि त। आमाले लगाइदिनु हुँदैछ। हामी चाहिँ टिका पनि लगाइसक्यो। अब खानापिनाहरू खानु आँटेको। म चाहिँ अब लुगा फेरिहाल्छु। टिकाहरू पनि लगाएर खानापिना पनि खाइसक्यो, लुगाहरू पनि फेरिसकेको।
खाना खाएको चाहिँ भिडियो गरिनँ एकदमै भोक बेसी लागेकोले गर्दा मजा आएन लाजु यहाँ कि मजा आएन मजा आएन मजा आयो ए नानीको डल खै डल अन्त डल ल्याउनु पर्थ्यो नि ओके गो एन्ड ब्रिङ ल आम्बो लु बुया गर्नु नि त बुया गरेको खै बोक्नु नि माथि ए मैला हुन्छ नि त भुइँमा त अन्त बोक्नुपर्छ नि बहिनी भुइँमा राख्नु हुँदैन नि चाहिँ यहाँनिर नानी खेल्दा खेल्दै यहाँ हो नानीले भालु पनि ल्याएर यहाँ भालुसँग छु सो अहिले चाहिँ म बसिरहेको छु निमा चाहिँ फर्केको छैन निमा नि पर बसिरहेको छ नानी चाहिँ यहाँ खेल्दैछ अन्त अब आजको चाहिँ यति नै हो हाम्रो हो पर जाने ल जानुस् अन्त अब आज यति नै हो अन्त भोलि चाहिँ दिदी रहनुहुन्छ नेक्स्ट सेबाट आसुहरू अन्त भोलिको भिडियो म बनाउने छु